रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। फाइनली आफ्टर लङ टाइम गाइज सोसेजी मेरो हातमा आइपुगेको छ। आज चाहिँ मेरो डे अफ थियो, दिउँसो सुत्तिएछ। उठ्ने बित्तिकै म चाहिँ लोकल जिमतिर लागेँ हल्का वर्कआउट गर्न। त्यसपछि चाहिँ म चाहिँ आफ्नो कार्यक्रम गर्नु थियो, केटाहरूसँग अलरेडी प्लान भइसकेको थियो। हाम्रो धर्म दाइले ल्याइसकेको रहेछ पोक, धन्यवाद। म चाहिँ पोक लिएर चाहिँ गयो अनि केटाहरूले प्याज साज काटिसकेको रहेछ। म नि लागेँ कामतिर, पोक झीलाई चाहिँ उमाल्न लागेँ। अनि यता अर्ग्यानिक कोदोको पिठो पनि आइसकेको रहेछ। यता हाम्रो ह्यान्डसम एक्टिभ इनर्जेटिक दाइले चाहिँ पोर्क झीलाई एकदमै स्पेसल तरिकाले भुटिसक्नु भएको रहेछ। अब गाइस मेरो काम सुरु भयो है। म चाहिँ ढेँडो बनाउने एकदमै खुनखार मान्छे हो, किनभने मेरो एकदमै एक्सपिरियन्स छ। किनभने मेरो बुवा मम्मी र मेरो चाहिँ फेभरेट हो, हामी बनाएर खाइरहेको थियौँ। अनि त्यही क्रममा मैले नि सिकेको यो ढेँडो बनाउन। अरू काम नआए नि यो चाहिँ एकदम राम्रो तरिकाले आउँछ है मलाई चाहिँ। कसैलाई बनाउनु छ भने मलाई अर्डर गर्दा हुन्छ। हामी चाहिँ धेरैजना थियो गाइस, 6 जना थियो। त्यही भएर चाहिँ अलि मेहनत धेरै लाग्यो, ठुलो भयो। त्यही भएर हेर्न सक्नुहुन्छ पसिनाले पुरै लोकल जिमको बाइसेप पनि। फाइनली हाम्रो स्पेसल डिस रेडी भइसकेको छ गाइस। तर गाइस मैले सोचेको भन्दा नि एकदमै बेस्ट स्मुथ बनेको चाहिँ यो अर्ग्यानिक ढेँडो चाहिँ होइन। आफ्नो तारिफ आफै गरे जस्तो होला, तर तपाईँहरू आफै हेर्न सक्नुहुन्छ कति स्मुथ बनेको छ। त्यो भन्दा नि तारिफ योग्य चाहिँ हाम्रो दाइले चाहिँ आमा यति मिठो बनाएको थियो तरकारी। ओ माइ गॉड, तारिफको योग्य थियो 10 गुणा। हाम्रो यता छिमेकी दाइले चाहिँ ढेँडो खानु पर्यो सोम भाइ भनेर आउन लाग्यो। ल दाइ खानुहोस् भनेको, धेरै भयो थोरै चाहियो भनेर। पोर्क चाहिँ नखाने रहेछ, अर्ग्यानिक प्योर बाहुन परेको रहेछ। सो गाइस साथीहरूसँग यसरी एकै ठाउँमा बसेर होइन यसरी खान पाउँदा, रमाइलो गर्न पाउँदा एकदमै नेपालको भाइब्स आउने रहेछ। यसरी नै नेपालमा चाडपर्वहरूमा दाजुभाइ साथीभाइ इष्टमित्रहरूसँग बसेर खाने भाइब्स जलजली याद आयो होइन। त्यही सम्झनाहरू मेटियो। आजको स्पेसल डे अफ भयो मेरो लागि चाहिँ गाइज। हेभ अ गुड डे अफ यु।